उहाँले पनि सोच्नुभयो होला यो निस्किने अवस्था हो होइन होइन। अनि त्यस पछाडि फोन आइसके पछाडि 1:30 यस्तै भइरहेको थियो। अनि त्यसपछि फोन आइसके पछाडि चाहिँ तत्कालीन काठमाडौँका प्रहरी प्रमुखको एउटा गाडी थियो, विश्व अधिकारी। हजुर, उहाँको एउटा गाडी थियो। त्यस पछाडि नेपाली सेनाको त्यो ठुलो ट्रक 1 टन ट्रक जुन भन्यो त्यो ट्रक दुईवटा थियो, त्यो आर्मी सेना सैनिक बोक्ने सेना सहित दुईवटा ट्रक थियो। अनि एउटा चाहिँ भ्याली चिफ विश्व अधिकारीको गाडी थियो। त्यसपछि 25 गते 26 गते कसरी डिस्कोडमा सरकार निर्माणको भोजिङ नाटक मञ्चन गरियो त्यो सबैलाई थाहा छ। सोही राति बालेनको फरमान आउँछ। आइआरआई फ्रिडम स्टुडियोको भाषामा गजबको कोअर्डिनेसन गरिदिन्छन् बालेनले। कोअर्डिनेसन भयो। आई एम सो ह्याप्पी द्याट बालेन डिड अमेजिङ कोअर्डिनेसन होइन। उसले इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ। सो ह्याप्पी। अनि 27 गते राति सुशीला आमा नयाँ प्रधानमन्त्री नियुक्त हुन्छन्। त्यो अनुहारहरू हेर्नु होला। यो शपथ ग्रहण कार्यक्रममा यी डाक्टर पठाउदेखि लिएर सुमना कति खुसी देखिन्छन्। कुर्सीको अगाडि जनताका छोराछोरीको जीवनको मूल्य यही रहेछ। या दुईटा घटना गम्भीर छन्। ओम प्रकाश अर्यालले राष्ट्रपतिमाथि सुशीलाजीलाई नियुक्ति गर्न सुदन मार्फत दबाव सिर्जना गर्न लगाएको यो पनि सुनौ। आज तपाईँको 10-11 बजेभित्रमा डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौँ। सुशीला म्यामसँग कुरा गर्दै मैले सुशीला म्यामलाई भनिसकेँ, ओम प्रकाश सर हाम्रो हजुर हुन्छ ग्रेट ल हुन्छ हजुर हस् थ्याङ्क यू सो मच। र अर्को यी डाक्टरले भने अनुसार मल्ल होटल अगाडि रातको समयमा गाडी भित्र राखेर सुशीलालाई आदेश दिने मिटिङ। मल्ल होटल आसपास कसको निजी निवास छ त्यो जनताले खोज्नुहोला। यो पनि सुनौ। अनि त्यहाँ चाहिँ विभिन्न चरणमा उहाँहरूले आर्मी चिफलाई पनि फोन गर्ने, राष्ट्रपतिलाई पनि फोन गर्ने, राष्ट्रपतिको एडभाइजरहरूलाई फोन गर्ने, उहाँहरूले हामीलाई भनेका कुरा। हामी त त्यहाँ थियौँ, जेएनजीका प्रतिनिधिहरूले त्यसरी पनि गर्नुभयो भन्ने उहाँले हामीलाई भन्नुभएको। र 27 गते शुक्रबार त राष्ट्रपति कार्यालयमा जानुभयो नि त जेएनजीको प्रतिनिधिहरूले। अगाडि चाहिँ हामी सरकारवालासँग चाहिँ एक ठाउँमा बसिरहनुहोस्, हामी तपाईँलाई खबर गर्छौँ भनेर फोन गरेर हामी राति 10-11 बजीसम्म बस्यौँ। तर फोन नआइसकेपछि अब घर जाउँ भन्ने बेला चाहिँ जेएनजीका केही प्रतिनिधिहरूले चाहिँ मलाई भन्दा पनि सिधै सुशीला सिन्हालाई फोन गरेर चाहिँ यहाँ ठुलो चलखेल भइरहेछ, तपाईँ कहाँ हुनु तुरन्त भेट्नु पऱ्यो भनेर। यो चाहिँ बिहिबार बेलुका 26 गते 11 बजी राष्ट्रपतिसँग भेटेर आइसकेपछि। अनि त्यस पछाडि रातिको 11 बजी फोन कल आएको छ। अब कसले गरेको पनि थाहा छैन।